प्रश्न के हो भने अहिले देश कहाँ छ भन्ने कुराको हामीले हेक्का राख्नु जरुरी छ। जस्तो यतिखेर देश ठिक ठाउँबाट हिँड्न पर्छ, बजेटले मात्रै देश चल्छ, राजनीति नभएर। राजनीति त सबै कुराको निर्देशक कुरा हो। जब राजनीति चाहिँ के भने गण्डागोलमा छ र देशमै एक प्रकारको अनिश्चयताभित्र हामी प्रवेश गरेका छौँ भने बजेटले मात्रै देश चल्नु पर्दछ र चल्छ भन्ने निष्कर्ष भनेको त्यो एकाङ्गी हो र अपूर्ण कुरा हो र जसले राजनीतिलाई बुझेका छैनन् अथवा राजनीति मात्रै होइन स्वयं बजेटलाई पनि बुझेका छैनन् भन्ने कुरा हो। किनभने बजेट भनेको त राजनीतिले निर्देशित गर्ने कुरा हो। जब राजनीति ठिक ठाउँमा छैन भने बजेट कुन निर्देशनमा चाहिँ चल्छ अथवा बजेटले के निर्देशन दिन्छ, कस्तो ओरिएन्टेसन दिन्छ, मुलुकमा के पिक्चर छ भन्ने कुरा उसले चाहिँ दिन्छ। त्यो त एउटा राजनीतिको एउटा आर्थिक एउटा चाहिँ के भनेदेखि तथ्याङ्क मात्रै हो। त्यो बजेट भनेको चाहिँ आर्थिक कुराभन्दा चाहिँ राजनीतिभन्दा बाहिर हुँदैन। त्यसलाई अङ्कगणितमा लेखिदिनु पनि बजेट हुन्छ, त्यसलाई पुरै राजनीतिक भाषामा लेख्नु पनि त्यो राजनीति हुन्छ। त्यसनाले यो चाहिँ एकअर्कासँग अनुन्याश्रित छ र सम्बन्धित छ। राजनीति र अर्थव्यवस्था भन्ने कुरा जस्तो अहिले कस्तो अवस्था छ भने राजनीतिको संविधान सभा छैन, संसद छैन। संविधान सभा र संसद नभएको कारणबाट सरकारले चुनाव भनेको छ, चुनाव हुँदैन भएर निर्वाचन आयोगले भनिदिसक्यो। असार मसान्तसम्ममा तपाईँ संविधान संशोधन गर्नुभयो भने म चुनाव गर्छु, नभए चुनाव गर्न सक्दिनँ भनेको छ। निर्वाचन गर्ने निकायले नै यो अप्ठ्यारो उसले बाहिर भनिसकेपछि अथवा अर्को अर्थमा भनेको कुरा के हो भने संविधान सभाको चुनाव अथवा चुनाव हुँदैन भने अब त्यो डिप्लोमेटिक भाषामा चाहिँ भनेको के हो भन्दा असार मसान्तमा संविधानको संशोधन हुन सक्दैन भन्ने कुरा त निर्वाचन आयोगलाई थाहा छ। संसद नभएको बहुत संविधान संशोधन हुँदैन। तपाईँले असार मसान्तभरिमा संविधान संशोधन गर्नुभयो भने मात्रै म चुनाव गर्छु भन्नुको अर्थ घुमाएर उसले के भन्यो भने चुनाव हुँदैन भनेर उसले जवाफ दिइसक्यो। चुनाव हुँदैन भने संसद आउँदैन भने त्यो अवस्थामा यो सरकार लाई चाहिँ कुन निकायले नियन्त्रण गर्दछ? संसद जब हुँदैन त्यो स्थितिमा यो कुनै बेसमा उभिएको सरकारै हो। कहिले आउँछ संसद त्यो पनि ठेगान छैन। अनि अध्यादेशबाट चाहिँ शासन गर्ने भने त्यो जङ्गबहादुरको शासन जस्तै हो नि। दुईटा विकल्पभन्दा म कुनै तेस्रो विकल्पमा म देखिरहेको छु। कि त यो संविधान सभाको राजनीतिक सहमतिमा पुनर्स्थापना गरेर राजनीतिलाई जहाँ सहमति गरेका छौँ त्यही बिन्दुबाट संविधान घोषणा गरेर जानुपर्ने अवस्था छ। बाँकी बसेका कुरा संसदले गर्दै जाओस् भनेर कि भने वर्तमान संविधानको मृत्यु गरेर नयाँ संविधान ल्याउनु पर्ने स्थितिमा छौँ हामी। किनभने हामीलाई यस्तो किसिमको कालो सुरुङमा लगेर डाक्टर बाबुरामले हालिदिएका छन् कि जाने ठाउँ छ फर्किने ठाउँै छैन। यस्तो स्थितिमा यस्तो अनिश्चयताको बिचमा बसेको चाहिँ सरकारले म चाहिँ डबल डिजिट ग्रोथ गर्छु, म यो ल्याउँछु ऊ ल्याउँछु भनेर भन्न कमसेकम पनि लाज लाग्नु पर्ने। अब यद्यपि उहाँहरूमा रहेका दार्शनिक सोच अथवा उहाँहरूका राजनीतिक मान्यता, उहाँहरूको काम क्रियाकलापले यसै गरी म देश चलाउँछु भन्ने लागेको हुन सक्दछ। उहाँहरूलाई भन्ने चाहिँ सबै दलहरूले विपक्षले के भन्छन् भने एक प्रकारको सत्ता कब्जा गर्ने र कुनै लेजिटिमेसी बेगर जनप्रतिनिधि र जनमत बेगर शासन चलाउनको लागि उद्यत हुनुहुन्छ उहाँहरू भन्ने किसिमको चाहिँ के भने उहाँहरूमाथि आरोप लागिरहेको अवस्था छ र विपक्षीहरूले त्यसलाई चाहिँ पटक पटक भनिरहेको स्थिति छ र उहाँहरू त्यसै गरी म शासन गर्छु भन्ने हो भने त उहाँहरूले त्यसैलाई पुष्टि गर्नुहुन्छ। विपक्षीले भन्दै गरेको कुरा नै त्यो पुष्टि हुन्छ र उहाँहरू वास्तवमै भने नि संविधान, ऐन, कानुन, जनमत, जनप्रतिनिधि भन्ने कुरा चाहिँ बेकारका कुरा हुन्, शासन पाएपछि शासन चलाउने मात्रै हो भन्ने यदि मान्यता हो भने ती कुराहरूतर्फ देश होइन त्यो उहाँहरूको कुरा होला। होइन भने यो बेलामा चाहिँ राजनीति पहिला त राजनीतिको यो अप्ठ्यारोमा पसेको जो देश पसेको छ त्यसलाई निकाल्ने सहमति गर्ने र त्यो सहमति सँगसँगै त्यसको राजनीति मात्रै होइन आर्थिक निकास पनि खोजौँ र किनभने हामी देशलाई बर्बाद हुन दिन चाहँदैनौँ। के कुरा प्रश्न छ भन्दा अनेक कुराहरूको बरु सहमति गर्न हामी तयार छौँ, निष्कर्ष निकाल्नको लागि हामी तयार छौँ, तर देश बर्बाद होस् भन्ने पक्षमा हामी छैन। म त पर्सनल पनि देश बर्बाद होस् भन्ने पक्षमा छैन, तर देश बर्बाद नहोस् भन्दाखेरिमा चाहिँ बर्बादीतिर गइरहेको कुरालाई फेरि ठिक ठाउँमा ल्याउनु पर्दैन भन्ने होइन। उहाँहरूको हिँड्ने बाटोमा हिँडिरहनु भने त देश बर्बादै हुन्छ। अघि नै मैले भने केही समयपछि स्थिति कहाँ पुग्छ भन्दा यो संविधानले चाहिँ नेतृत्व गर्न सकेन देशलाई भने संविधान खारेज गर्नुपर्ने बिन्दुमा हुन्छ। जहाँ संविधान रहँदैन, संविधान मृत हुने ठाउँमातिर देश जाँदैछ, त्यो बेलामा चाहिँ अनि म चाहिँ के भने डबल डिजिट ग्रोथ गर्छु, यहाँ गर्छु, यहाँ उहाँ गर्छु, कुन राजनीतिले उहाँलाई चाहिँ त्यो डबल डिजिट ग्रोथतिर लिएर जान्छ?
त्यो सम्भावना छैन। त्यस हुनाले पनि यसमा सबभन्दा पहिला राजनीतिक सहमति गर्नुपर्छ र त्यो राजनीतिक सहमतिको आधारमा बजेटको बारेमा पनि निष्कर्ष निकाल्न सकिन्छ। त्यो निष्कर्षभित्र के गर्ने, अहिले तत्कालको लागि 3 महिनाको कुरा गर्ने हो कि होइन, उहाँहरूले भने जस्तै ल फुल आकारकै ल्याउने हो विथ के भने सर्टेन सेन्सर राजनीतिक दलको सहमतिमा गर्ने हो कि या अरू केही विधिबाट निकाल्यो, त्यो त छलफलमा निक्लिन सक्छ, बाटाहरू निक्लिन्छन्। तर अहिले चाहिँ के भने म त्यतातिर जान्छु भन्ने हैसियत उहाँले राख्नुहुन्न, त्यो अधिकार पनि उहाँहरूसँग छैन। नत्र भने मुलुक नै बर्बाद हुने स्थिति हुन्छ। के संविधान बेगर देश चल्न सक्छ? अनि यो संविधानले फङ्सन गर्छ, यो स्थिति रहेको अवस्थामा चुनाव पनि हुँदैन, चुनाव गर्न पनि सकिँदैन भने संविधान बाँच्छ कि बाँच्दैन? म तपाईँलाई चाहिँ सोधौँ, कोही मान्छेमाथि भ्रष्टाचार भयो या अनुचित काम गर्यो, अख्तियारले चाहिँ हेर्छ र त्यसलाई अल्टिमेटली चाहिँ सर्वोच्चले सुन्छ र स्वयं चाहिँ सरकारका सम्पूर्ण कामहरू चाहिँ लेखा समिति र अरूहरूले वाचडगको रूपमा काम गरिरहेका हुन्छन्। यो सम्पूर्ण निकाय नभएको अवस्थामा र स्वेच्छाचारी ढङ्गले अनि इकोनोमिक ग्रोथको कुरा मात्रै सम्भव हुन्छ र त्यो डबल डिजिट ग्रोथको कुरा मात्रै हुन्छ? यो त गफ मात्रै हुन्छ नि। यसलाई चाहिने सम्पूर्ण संयन्त्र त चाहिन्छ होला नि। अनि त्यो संयन्त्रहरू नै छैन र त्यसले निर्माण गर्ने पनि अवस्था छैन भने अनि ती जम्मै चाहिँ के भने कथाबाट के हुनसक्छ? सहमति चाहिँ के गरेर हुन्छ? राजनीति अन्यलतिर गइरहेको छ, देश नै कहाँ जाने भन्ने कुराको अनिश्चयता छ। जस्तो अहिले अनेक विकल्पका कुरा आइरहेछ। विकल्प के भन्छन् कसैले भन्दा चुनाव, सरकारले घोषणा गरेको एउटा विकल्प त्यही हो। यो निर्वाचन आयोग भन्छ चुनाव हुँदैन। दोस्रो कसैले म जन्म संग्रह गरौँ भन्छ। यी पनि काल्पनिकै कुरा छन्। जन्म संग्रह गर्ने व्यवस्था कहाँ छैन? संविधानमा छैन। अनि जन्म संग्रहलाई तपाईँ यो ग्लास लिने कि त्यो ग्लास लिने, एउटा होचो एउटा छोटो भन्ने मात्र मत हाल्न, 10वटा विषयमा चाहिँ मत हाल्नु पर्यो भनेदेखि केमा जन्म संग्रह हुन्छ? नेपाली जनता त्यति शिक्षित पनि छैनन् र 10 विषयमा अनेक विषयमा मिलेको छैन, जन्म संग्रह गर्छु केमा चाहिँ गर्ने? तेस्रो के भने आयोग बनाएर संविधान जारी गर्ने, आयोग पनि संविधानमा व्यवस्था छैन। निर्वाचन के अरे एउटा चाहिँ राज्य पुनर्संरचना आयोग भन्ने चाहिँ संविधान बनाउने आयोग त छैन। अनि त्यो आयोग बनाउने कसले? संसदको चुनाव गर्नुपर्छ भनिरहेछन् कसैले। संसदको चुनाव गर्ने त झन् व्यवस्थै